नमस्ते नेपाल। म के भन्न चाहन्छु भने आज हाम्रो देश नेपालमा चुनाव चलिराखेको छ। चुनावको लहर भइराखेको छ। त्यही भएर मान्छे आफ्नो आफ्नो व्यस्ततामा छन् र आफ्नो आफ्नो अरू पनि कुनै कामहरूले गर्दा व्यस्ततामा छौँ सबैजना। र हामी खासै घरमा बस्या हुँदैन, किन भन्दा आफ्नो आफ्नो कामले गर्दाखेरि बाहिर हिँड्या हुन्छ। र जति पनि नेपालीहरूले हामीले सचेत हुने बेला भएको छ। आज यस्तो स्थिति भएको छ नेपालमा, पाकिस्तानबाट, बङ्गलादेशबाट लगायत इन्डियाबाट मान्छेहरू नेपालमा भित्रेका छन् प्रत्येक दिन। र भित्रेर नेपालमा लुटपाट, चोरी, डकैती जस्ता अनि बुढाबुढीलाई झुक्क्याएर पैसा लिने, जोगीको भेषको रूपमा आएर पैसा लुटेर हिँड्ने र बच्चा चोर्नेहरू, यस्ता क्रियाकलाप धेरै नेपालमा तीव्र गतिमा बढिराखेको छ। र हामीले के सचेत हुनुपर्छ भने, यदि कोही व्यक्ति नयाँ त्यस्तो खालको मान्छे देखिन्छ भने हामीले सोधपुछ गरेर, निकायलाई फोन गरेर कानुनी प्रक्रियामा हामीले सम्पर्क गर्नुपर्छ। र हामी सबैजनाले सचेत भएर बस्ने बेला आएको छ। म विनम्र अनुरोध गर्दछु।